ल धन्यवाद धन्यवाद ल कस्तो लाग्यो मुभी ल धन्यवाद छ हेरेर साथ दिनुभयो आबे ल अरे फिल्ममा नहदाङसे ल कस्तो लाग्यो हजुरलाई मुभी ल धन्यवाद छ यहाँहरुलाई यता चाहिँ हाम्रो लामदेङमा चलचित्रको प्रोड्युसर पनि आउँदै हुनुहुन्छ कस्तो लाग्यो हजुरलाई मुभी कस्तो लाग्यो हजुरलाई ए ल धन्यवाद छ फिल्म हेरेर साथ दिनुभयो यता पनि लामदेङमा चलचित्रको प्रोड्युसर कलाकार हुनुहुन्छ कस्तो लाग्यो दिदी हजुरलाई ल दिदी धन्यवाद छ हेरेर साथ दिनुभयो ल आदाङ मारलाई कस्तो लाग्यो फिल्म मुभी कस्तो लाग्यो हजुर ल ल धेरै धेरै धन्यवाद यहाँहरुलाई सेवारो छ सबैजनालाई मुभी कस्तो लाग्यो हजुर मुभी आके ल रे आदाङले ल ल ल मुभी कस्तो लाग्यो हजुर ल ल धन्यवाद छ यहाँहरुलाई धेरै धेरै धन्यवाद छ फिल्ममा के ल रे भाउजू सेवारो फिल्म नाभे ल रे ल यरी नोगेन सबैजनालाई हस् हजुर सबैजनालाई धेरै धेरै धन्यवाद मुभी कस्तो लाग्यो हजुरलाई एकदम राम्रो ल धन्यवाद छ ल सबैलाई ल आबे ल रे फिल्ममा नआदाङमुसे ए ल सार्नु बोक्छ ल ल ल ल ल धन्यवाद सबैजनालाई फिल्म हेरिदिनु भयो नर्बदा आदाङमा आबे ल रे फिल्ममा हस् ल धन्यवाद यहाँलाई कस्तो लाग्यो हजुरलाई ल धेरै धेरै धन्यवाद छ हजुरहरूलाई हेरेर साथ दिनुभयो ल फिल्ममा नाभे ल रे आदाङसे ल धन्यवाद यरी नोगेन हजुरहरूलाई ल ल हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद छ हजुर ल ल यरी नोगेन हस् यरी नोगेन लो हस् धन्यवाद हजुरहरूलाई फिल्ममा नाभे ल रे आदाङसे ए ल आदाङ नरमाया दिदी हुनुहुन्छ यहाँ चाहिँ कलाकार तथा प्रोड्युसर पनि हुनुहुन्छ उहाँ हजुर हस् धन्यवाद यरी नोगेन यता हजुरहरूलाई कस्तो लाग्यो मुभी ल हेरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद हजुरहरूलाई विष्णु दिदी आबे ल रे फिल्ममेन हजुर ए रुनु पनि भयो ए ल दिदीहरूलाई धेरै धेरै धन्यवाद छ अनि यता कलाकार हुनुहुन्छ बम्बी रही आदाङमा आबे ल रे फिल्ममेन एकदम राम्रो नु बुझ्यो के धेरै राम्रो छ ल हेरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद छ यहाँहरुलाई हस् धन्यवाद ल दिदीलाई पनि यरी नोगेन धन्यवाद छ है दिदी हस् ए न आदाङमा आबे ल रे फिल्ममेन एकदम सुपर डुपर रहेछ हो नु बुझ्यो के सिनेमाको हो ल यरी नोगेन ल आदाङमा हेरेर साथ दिनुभएको हजुर ए नु बुझ्यो के ल यरी नोगेन ल आदाङसे ए के हाबी ल यरी नोगेन ल आदाङसे ल हेरेर साथ सपोर्ट गरिदिनु भयो धेरै धेरै धन्यवाद यहाँहरुलाई कलाकार तथा गायक डिबी लिम्बू आउँदै हुनुहुन्छ कस्तो लाग्यो डिबी सर हजुरलाई फिल्म ल यरी नोगेन है सबैजनालाई हजुर समग्रमा हेर्दाखेरि तपाईँलाई राम्रो लाग्यो ल तपाईँको अतुलनीय समय दिनुभयो धेरै धेरै धन्यवाद अमूल्य समय दिनुभयो यरी नोगेन ल आदाङबा ल यरी नोगेन कस्तो लाग्यो फिल्म हजुरहरूलाई सिनर राम्रो लाग्यो हजुर कथा कस्तो लाग्यो ल कस्तो लाग्यो हजुरलाई ल हजुरहरूलाई कस्तो लाग्यो फिल्म ल धेरै धेरै धन्यवाद ल कस्तो लाग्यो हजुरलाई फिल्म ल धेरै धेरै धन्यवाद छ तपाईहरुलाई धेरै धेरै धन्यवाद हजुरहरूलाई कस्तो लाग्यो फिल्म आदाङमारलाई कस्तो लाग्यो फिल्म हजुरहरूलाई ल धेरै धेरै धन्यवाद छ ल फिल्म आएर हेरिदिनु भयो माया गरिदिनु भयो फिल्म कस्तो लाग्यो हजुरहरूलाई ल सेवारो धन्यवाद एकदम धन्यवाद छ यहाँहरूलाई धेरै धेरै धन्यवाद छ फिल्म नाभे ल रे आदाङसे कस्तो लाग्यो फिल्म हजुर ल धेरै धेरै धन्यवाद छ यहाँहरूलाई हाम्रो फिल्मलाई हेरिदिनु भयो माया गरिदिनु भयो हजुर धेरै धेरै धन्यवाद छ यहाँहरूलाई ल मुरी धन्यवाद फिल्म कस्तो लाग्यो हजुरहरूलाई ल फिल्म नाभे ल रे ल हजुर ल धेरै धन्यवाद यहाँहरूलाई धेरै धेरै धन्यवाद छ
हजुर मेरो पुरानो यादहरू आयो के हजुर ल धेरै धेरै धन्यवाद छ यता हाम्रो कलाकार तथा नायिका नुमाजीलाई सोध्न चाहे आके ल अरे फिल्ममेन ल ल धेरै यता हाम्रो नायक सर नायक यता आउनुहोस् न हजुर कस्तो लाग्यो हजुरलाई फिल्म ल धेरै धेरै धन्यवाद ल हजुरहरूलाई धेरै धेरै धन्यवाद छ ल ल यो लोगेन ल राम्रो छ ल धेरै धेरै धन्यवाद छ यहाँहरूलाई ल धेरै धेरै धन्यवाद छ फिल्ममेन आफैले अर्बे दाङबे राम्रो लाग्यो ल धन्यवाद छ यहाँहरूलाई धन्यवाद छ धेरै धेरै धन्यवाद ल फिल्म कस्तो लाग्यो हजुरहरूलाई ल सेवारो फिल्ममेन आफैले अर्बे कना कलाकार कृष्ण आदाङ बाबेले अरे फिल्ममेन ल धन्यवाद हजुरलाई कस्तो लाग्यो हस् ल धन्यवाद कृष्ण सर धेरै धेरै धन्यवाद छ हजुर हजुर ल धन्यवाद छ हजुरलाई हस् धन्यवाद हस् हस् धन्यवाद हस् धन्यवाद छ यता कलाकार स्वाङ मादाङमा हुनुहुन्छ निर्मला स्वाङ अबेल अरे ल यरी नोगेन ल आदाङमा ल यता आदाङमाहरूलाई चाहिँ कस्तो लाग्यो नि फिल्म आदाङमा चाहिँ अबेल अरे ल ल हजुर ल यरी नोगेन ल आदाङमा चाहिँ ल यता सरहरूलाई कस्तो लाग्यो मुभी हजुरहरूलाई कस्तो लाग्यो मुभी आदाङमाहरूलाई ल धन्यवाद यरी नोगेन ल धेरै धेरै धन्यवाद हजुरलाई सेवारो हाम्रो मुभी हेरिदिनु आइदिनु भयो माया गरिदिनु भयो सेवारो अबेल अरे फिल्ममेन ल ल धेरै धेरै धन्यवाद छ हजुरहरूलाई ल सेवारो यरी नोगेन हाम्रो कलाकार हुनुहुन्छ किशोर थप्लोङज्यू बक्स अफिसमा नायिका नेक्स्ट नायिका हुनुहुन्छ इङ्सा यसै गरी हाम्रो चलचित्रको नायक हुनुहुन्छ यहाँ हिमाल लिम्बू फोटो सेसनमा व्यस्तता यता अर्को नायिका हुनुहुन्छ श्रेया चोङबाङ ल सबैजना फोटो सेसनमा व्यस्त हुनुहुन्छ मुभी कस्तो लाग्यो हजुरहरूलाई हजुर स्टोरी पार्ट राम्रो लाग्यो कि हजुर ल धेरै धेरै धन्यवाद छ ल यहाँहरूलाई हस् ल धन्यवाद जीवन सरलाई कस्तो लाग्यो यो मुभी हेर्दाखेरि चाहिँ यो मुभीमा पनि चन्द्रपुरको सर प्रोड्युसरजीहरूले सम्झेर कस्तो लाग्यो अब आगामी आउने प्रोजेक्टहरूमा है सर समग्रमा फिल्म कस्तो लाग्यो हजुरलाई राम्रो हामी एउटा गाउँले जीवन हाम्रो गाउँको अत्यन्तै त्योभन्दा पनि हाम्रो ताप्लेजुङमा पनि यति धेरै अब सुन्दर अब ठाउँहरू यस्तो धेरै रमाइलो ठाउँहरू रहेछ मान्छेले अब त्योभन्दा पनि अब गोला यस्तो ठाउँहरू एकदम तपाईँले हाम्रो ताप्लेजुङको रमाइलो हस् धन्यवाद हस् यरी नोगेन हजुर एकदमै राम्रो सोचेको भन्दा राम्रो भयो फर्स्ट हजुर राम्रो लाग्छ भन्दाखेरि चाहिँ एउटा मतलब अब यो अगाडिको त्यो कल्चरल भइहाल्यो हजुर त्यो लास्टमा चाहिँ अब यो मान्छे छुट्ने बेला हुन्छ नि हजुर जुन चाहिँ अब हिरोइनहरू दुईजना भए हिरो एकजना मात्रै भए हजुर त्यो पक्षले चाहिँ अलिकति मलाई चाहिँ कता छैन भनौँ न एक्ज्याक्टली यही हो भन्नु सबै नै राम्रो छ त्यो चाहिँ पार्टले चाहिँ अलिकति मलाई चाहिँ के भन्ने अब हट भयो भन्ने या मतलब अब चाहिँ भने हस् धन्यवाद यहाँहरूले आफ्नो समय दिनुभयो धेरै धेरै धन्यवाद अनि सुम्निमा बहिनीलाई चाहिँ आफ्नो मुभी दर्शकहरूसँग बसेर हेरिरहँदाखेरि कस्तो महसुस भइरहेछ मलाई धेरै खुसी लाग्यो अब आफ्नो सोचेभन्दा धेरै राम्रो लाग्यो अनि अरू भन्दा सबैजना आइदिनु भएकोमा सबैलाई धन्यवाद नायक हिमाल लिम्बू इन्टरभ्यू गर्दै हुनुहुन्छ
हजुर हस् मुभी चाहिँ कस्तो लाग्यो हजुरहरूलाई एकदम राम्रो लाग्यो हस् धेरै धेरै धन्यवाद छ हेरेर साथ दिनुभयो होइन हजुर तपाईँले आफ्नो अमूल्य समय दिएर हेरिदिनु भयो धेरै धेरै धन्यवाद छ यहाँहरूलाई